हेलो गाइस, म खगिराम सुनार। आज एक्लै घरमा बसेको अवस्था घर कुर्नको लागि। आज घरमा कोही छैन, देख्न सक्नुहुन्छ। सबै तलमाथि ताला लागिएको छ, सबै बाहिर भएको छन् र म आज घरमा छु र दिनभरि आज बोर लागेको छ र टाइम पास भइरहेको छैन। र साथीहरूले के कस्तो लाग्छ घरमा एक्लै बस्दाको तनाव र कस्तो हुन्छ र हल्का फुल्का दाढी पनि आए जस्तो, जुङ्गा पनि आए जस्तो। सायद भोलि गएर हल्का हल्का यसलाई पनि सेटिङ गर्नु पर्यो र बाल पनि अब झिङ्राङ झुङ्रुङ भएको छ, यसलाई पनि हल्का सेटिङ गर्नु पर्यो र अब केही समय दिनमा मात्रै र जन्मभूमि छोडेर अब कर्मभूमि तर्फ लाग्ने समय पनि आइसकेको छ र म आएको पनि घरमा समथिङ 1.5 महिना जति भयो गाइस। अब फेरि आफ्नो जन्मभूमि छोडेर अब कर्मभूमितिर लाग्नु पर्यो है। अब कर्मभूमि हुन गएर नजिक भएको साथीहरूले भेटघाट पनि गर्नु होला भन्न चाहन्छु। अब र केही दिनपछि अब हाम्रो यहाँ डियाबारीमा पानीको पालो पनि आउने सम्भावना भइसकेको छ। देख्न सक्नुहुन्छ यत्रो फाँटहरू छ, यो सबै पानीले चार्दै चार्दै आएपछि यहाँसम्म आइसकेपछि अब पानी चार्नु पर्यो। हप्ता दिनभित्रै यहाँसम्म पानी आइसक्ने भन्ने एउटा छ र पानी आइसक्यो भने पानी चारेर साथीहरू फेरि पानी चारेर अब परदेशतिर लाग्नु पर्यो है।